Hello guys, so today we are going to Salyan, our father's hometown. So we all are ready to go and it's only 7 a.m. right now. अब चाहिँ हामी जाँदैछौँ हाम्रो पर्सनल काम छ बाबा यता हेर्छु हामी जाँदैछौँ बाबाको जन्म के अरे जन्म थलो यहाँ अङ्कल पनि होइसिन्छ यता मम्मी होइसिन्छ यता हेर्छु यता श्रेयस चाहिँ लुकिरहेछ जहिले जस्तो सो यो चाहिँ हामी धेरै पछि जान लाग्यो हो बाबा चाहिँ जन्मेको ठाउँ हो एन्ड हामी चाहिँ आज पर्सनल कामले पनि जान लाग्यो र यसो घुम्न पनि हुन्छ भनेर जान लाग्यो सो गाइज हामी चाहिँ यहाँ रोकेको खाना खानलाई होल फ्यामिली ओके लेट्स गो अनि खाना खाम गाइज अहिले चाहिँ 10 भइसक्यो तर यहाँको वेदर हेर्नुहोस् न कस्तो लाइक एभ्रिवेयर अहिलेसम्म पनि कुहिरो लागिरह दिस इज माई आउटफिट अफ द डे हियर इज आवर बाबा बाबा एकदम खुसी होइसिन्छ आफ्नो घरतिर आएर गाइज कस्तो फिल भइरहेछ भेरी ब्याड मम्मी यता हेर्छु मम्मी कस्तो लागिरहेछ हजुरलाई साँच्ची भन्छु हाई भन्छु हाई भन्छु बाबा हाम्रो खाना आइसक्यो योहरू चाहिँ नन भेज हो म चाहिँ भेज हो यहाँहरूकोमा छ भात दाल तरकारी सलाद मासु अब मेरो चाहिँ आउनु बाँकी छ हामीले पढेको स्कुल यही हो अगाडि आउँथ्यो हामीले पढ्ने स्कुल यही स्कुलमा पढ्थ्यो यही स्कुलमा पढ्यो भित्र स्कुल दुईवटा रुपियाँ नि दुईवटा यता गएर पनि छ त तिनवटा घर हाम्रो तिनवटा गर्नु चिन्नु सकिँदै गएको सब राम्रो गाइज हेर्नु है बाटो बिग्रेको रहेछ पानी परेर सो हिँडेर जानुपर्ने भयो अलि बाटोसम्म चाहिँ माथिसम्म चाहिँ गाह्रो छ बुट लगाएको छु बुट चाहिँ सबै बिग्रिने भयो यहाँ बाइक पनि अड्किरहेछ पानीले सबै ध्वस्त गराएछ मम्मी चाहिँ कहिले नहिँडेको मान्छे गाह्रो भएछ मेरो भाइ बहिनीले पनि गाह्रै भइरह गाइस भर्खर खाना खाएको सबै निस्किने जस्तो लागिरह मलाई गड कस्तो गाह्रो भइसक्यो मम्मी सो या कस्तो भइरहेछ भर्खर खाना खाएको नि त त्यही भएर ट्रेकिङ खाना खाएर चाहिँ गाह्रो भएको गाइस जत्र ट्रेकिङहरू हाइकिङहरू चाहिँ म लास्ट गर्छु यहाँ पिपलको रुख
गाइस पानी परिरहेछ हेर्न सक्नुहुन्छ कुहिरो लागेर आमामामा डेन्जर भएको छ त गाइस पानीमा भिज्दै हामी तल जान लाग्यो किनभने यहाँ माथिसम्म गाडी आएन सो फोटो नि खिच्न पाइरहेन हाम्रो चाहिँ खिचौँ ल एक दुईवटा गाइस कस्तो राम्रो वेदर हेर्नु न कस्तो राम्रो हिउँ परेको यो बादल भएको गाइस हेर्न सक्नुहुन्छ यस्तो राम्रो वेदर छ नि टु डाई फर कस्तो लाग्यो यो वेदर अहिलेको टु डाई फर राइट गाइस द वेदर इज सो कुल प्लिज हेर्नु कि यो वाउ आई मिन मलाई यस्तो रमाइलो लागिरहेछ नि यहाँ यस गाइज पानी पर्यो एन्ड झन् फोन भइरहेछ लिटरली गाइज यो चाहिँ आई गेस सुन्तलाको बोट हो अनि कागतीको पनि हुनसक्छ मलाई थाहा भएन तर फलै चाहिँ छैन यस्तो पानी पर्थ्यो हिलो बाटो हेर्नुहोस् न भने तर रमाइलो चाहिँ भइरहेको जा जा त चाहिँ हामीलाई बाटो बना गाइज मेरो मम्मीले हेर्छु मम्मी हिँड्नै सकिरहेको छैन श्रीना यता हेर्न यता हेर्न मम्मी कता गइसु के ए मम्मी आइसु यता आइसु हात दिसु राम्रोसँग आइसु भयो चाहिँ नसोइसु मलाई पानी परेर सब ठुलो घर हो त्यो बिचको घर लतक्कै बसेको छ अब त्यहाँ केही छैन उहिला यहाँ स्कुलमा पढ्दा आइन्थ्यो यहाँतिर बाटो कस्तो मानिन्थ्यो गाइस यता हेर्नु खोला बाबा यो कुन खोला हो शारदा नदी रे यो हो शारदा खोला आमामामा डेन्जर छ त पानीको साउन्ड सुन्नुहोस् गाइस कस्तो राम्रो है पानी परेको बेलामा पानीको साउन्ड अनि त्यहाँ छ झुलुङ्गे पुल गाइस हेर्नु यहाँको शारदा नदीको झुलुङ्गे पुल एन्ड हामी चाहिँ यहाँ फोटो खिचिरहेको मम्मी श्रीना श्रेयान्स अब चाहिँ हामी जाऊँ एकदम वेदर चाहिँ एकदम ऊ छ गाइस एकदम चिसो छ पानी पनि सिमसिम परिरहेछ अब चाहिँ हामी फर्किनु पर्ने छ आइगेस आज हामी यही बस्छौँ होला किनभने वेदरले गर्दाखेरि जाने जस्तो बाटो छैन एकदम बिग्रेको छ बाटो यता हेर्नु सक्नुहुन्छ यता ड्याम पनि छ पानी चाहिँ एकदम गहिरो छ अनि खाल्टो पनि गहिरो छ सो गाइज आइगेस हामी भोलि फर्किने हुन्छ होला भोलि पानी नपरोस् त्यही छ इच्छा चाहिँ अरू त केही भएन मम्मी चाहिँ यस्तो बाटोमा हिँड्ने बानी छैन हुन त हाम्रो पनि छैन तर म ट्रेकिङ हाइकिङ जान्छु त्यही भएर चाहिँ खासै फरक पर्दैन मम्मीले चाहिँ एकदम गाह्रो हुन्छ गाइज सो गाइज अहिले एकदम जाडो छ अनि हामी चाहिँ खाना खान आएको डिनर खासै भोक चाहिँ छैन तर जाडो लागिरहेको छ सो तातो खाना खान मजा आउँछ कि मम्मी चाहिँ यहाँ स्वेटर लगाएर बसिसकेको छ बस्यो खाना खानालाई एकदम चिसो भइरहेछ गाइज खाना चाहिँ आउँदैछ भोक चाहिँ छैन अघि के खाएको दिस इज माई भेज फुड बनेर भाइ चाहिँ आएन गाइज क्यान यु सी द वेदर हियर कस्तो चिसो छ गाइज म चाहिँ अहिले कफी खाइरहेको हो चिसो मौसममा तातो कफी गुड मर्निङ गाइज भ्युज हेर्न सक्नुहुन्छ एन्ड तोरीको बारी अनि त्यसपछि कस्तो अहिले 12 भइसक्यो गाइज तर यहाँको वेदर हेर्नु न चारैतिर गौथली सो अहिले हामी श्रीनगर बाबा श्रीनगर हो श्रीनगरमा रोकेको केही खाजासाजा खानलाई अनि यहाँ चाहिँ गौथली चरा छ जताततै यता हेर्छु मम्मी सो या वी आर गोइङ हियर
अनि यिनीहरूले चाहिँ मोमो खाइरह जहिले उसले हाइड गर्छ सो गाइज हामी चाहिँ फर्किसक्यौँ अघि नै फर्केको बट भर्खर मैले सावर लिएँ त्यसपछि आफ्नो कपाल ब्लो ड्रायरले छिटो सुकाएँ बिकज राति भइसकेको थियो अभियसली अनि गाइज अब चाहिँ हामी सोमबार जाँदै हो टिकट पनि लिइसकेको छ है फ्लाइटको बाटो पनि एकदम बिग्रेको छ द्याट्स वाइ अलिकति गाह्रै छ ट्राभल गर्न पनि एन्ड त्यही हो गाइज सो म अर्को भिडियोमा फेरि अरूसँग भेट्छु टिल देन बाई बाई डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल